आफ्ना आमा बुबा आफन्त र साथीभाइलाई डिजिटल ठगीबाट जोगाउन यो जानकारी सुरुमै सेयर गर्नुहोस्। अचेल तपाईको खाता बन्द हुँदैछ वा विवरण अपडेट गर्नु पर्यो भन्दै फोन गरी ठगी गर्ने क्रम निकै बढेको छ। बैंकले फोनबाटै तपाईको व्यक्तिगत विवरण सच्याउने काम कहिल्यै गर्दैन। यस्ता फोन आएमा म आफै बैंक गएर बुझ्छु भन्दै तुरुन्त फोन काटिदिनुहोस्। याद राख्नुहोस्, तपाईको मोबाइलमा आउने ओटिपी कोड तपाईको निजी सुरक्षा कोड हो। यो कोड कसैलाई भन्नु भनेको आफ्नो बैंक खाताको नियन्त्रण अरूलाई दिनु जस्तै हो। साथै पुरस्कार वा चिट्ठाको लोभ देखाएर पठाएका अपरिचित लिङ्कहरू क्लिक गर्दा तपाईको गोप्य विवरण चोरी हुन सक्छ। विशेष गरी एटिएमबाट पैसा झिक्न गाह्रो भएमा अपरिचित व्यक्तिको सहयोग कहिले नलिनुहोस्। उनीहरूले कार्ड साट्ने वा पिन नम्बर चोर्ने डर पनि हुन्छ। केही अलमल भए बरु सिधै बैंकभित्रका कर्मचारीसँग मात्र सोध्नुहोस्। तपाईको सानो सावधानीले जीवनभरको कमाई सुरक्षित रहन सक्छ। सजग रहौं, सुरक्षित कारोबार गरौं।